के तपाईलाई थाहा छ एउटा मात्र फोहोर गिलासको पानीले तपाईलाई गम्भीर बिरामी बनाउन सक्छ? के तपाईलाई थाहा छ बाढी र भारी वर्षाका कारणले तपाईले खानेपानीको स्रोतहरूमा विषादी बनाउन सक्छ? जुन दूषित पानी तपाईले पिउनुहुन्छ र त्यसपछि तपाईलाई विभिन्न किसिमका रोगहरू लाग्न सक्छ। नमस्कार सबैजनालाई, म मनिषा घिमिरे। वेलकम टु माई युट्युब च्यानल। आज हामी पानीजन्य रोग के हो, यी रोगहरू कसरी सर्छन्, बाढीपछि किन बढी यो रोगहरू फैलिन्छ र यसबाट कसरी बच्न सकिन्छ त्यसको बारेमा विस्तृत रूपमा जानकारी दिनेछु। पानीजन्य रोग भनेको ब्याक्टेरिया, भाइरस वा परजीवीले दूषित बनाएको पानी पिउँदा वा प्रयोग गर्दा लाग्ने रोग हो। यी जीवाणुहरू मानव तथा जनावरहरूको दिशामा ढल, फोहोर साथै पानी तथा कमजोर सरसफाइका कारणले हुने गर्दछ। जस्तै हैजा, झाडा पखाला, डेङ्गी, टाइफोइड, हेपाटाइटिस ए र साथै रगत आउने झाडा पखाला समेत लाग्ने गर्दछन्। यी रोगहरू दूषित पानी तथा दूषित खानाहरू खाँदा छिट्टै फैलिने गर्दछ। र डेङ्गीको बारेमा भन्नुपर्दा डेङ्गी दूषित पानीको कारणले मात्र लाग्ने रोग भन्ने होइन। यो एडिस लामखुट्टेको टोकाइद्वारा हुने गर्दछ। तर खराब पानी व्यवस्थाका कारण घर बाहिर अथवा घर वरिपरि जम्मा हुने खुल्ला पानीका भाँडाहरू, पानीका स्रोतहरू र साथै वर्षाको पानी जम्मा हुने ठाउँमा लामखुट्टेले अन्डा पारेर दूषित पार्ने भएकोले यसबाट पनि सजिलै डेङ्गी सर्न सक्ने सम्भावना रहन्छ। अब जाउँ यस रोगबाट को बढी जोखिममा छन् त? बालबालिका, ज्येष्ठ नागरिकहरू, गर्भवती महिलाहरू र कमजोर प्रतिरक्षा प्रणाली भएका व्यक्तिहरू र साथै बाढीले धेरै नै प्रभावित भएका समुदायहरूमा यसले असर गर्ने गर्दछ। अहिले जुन मनसुनको मौसम चलिरहेको छ, भारी वर्षाको मौसम चलिरहेको छ, यी वर्षाका कारण बाढी पहिरोहरू जाने त हामीले देखिरहेका छौँ र यी बाढीका साथसाथै यसले हाम्रो खानेपानीका स्रोतहरूलाई दूषित बनाउन सक्छ र त्यस दूषित पानीका कारणले पनि हामीलाई यो रोगहरू सजिलै र छिट्टै फैलिने गर्दछ। त्यसैले सफा र राम्रोसँग प्रयोग गरेर मात्र पानी पिउने गर्नुहोस्। त्यसैले सफा र राम्रो व्यवस्थापन गरिएको खानेपानीको प्रयोगले तपाईको जीवन बचाउन सक्छ। अर्को भिडियोमा नेपाल तथा विभिन्न देशहरूमा यसका कारणहरू र यसले के कस्ता परिणामहरू निम्त्याउन सक्छन् त्यसको बारेमा भिडियो बनाउनेछु। पुरा भिडियो हेर्नुहोला। थ्याङ्क यू फर वाचिङ दिस भिडियो। सफा रहौँ, स्वस्थ रहौँ। थ्याङ्क यू।